Namaste. Welcome to my new vlogs. आज चाहिँ हामी बुसानको हेउन्देमा हेउन्दे स्यान्ड फेस्टिभल चाहिँ अवलोकन गर्न आइरहेका छौँ। हामी चाहिँ हेउन्देमा आइसक्यौँ। दिउँसो आएका छौँ र दिउँसो र रातिको नाइट भ्यू पनि हामी हेर्नेछौँ। हेरौँ। यो चाहिँ हेउन्दे हो, बुसानको हेउन्दे। यहाँ चाहिँ अहिले बालुवाको एकदमै अग्लो पहाड जस्तो बनाएर चाहिँ विभिन्न किसिमको आर्टहरू पिक्चरहरू कोरिएको रहेछ बालुवामै। हेर्नुहोस्, तपाईँहरूले देख्न सक्नुहुनेछ। एकदम समुद्रको किनारभरि एकदमै धेरै विभिन्न किसिमका चाहिँ बालुवाको मूर्तिहरू तयार गरिएको रहेछ। बालुवाको थुप्रो बनाएर त्यसमा चाहिँ विभिन्न किसिमका आकृतिहरू तयार गरिएको रहेछ। हामीले चाहिँ हेऱ्यौँ। हेर्नुहोस्, तपाईँहरू पनि हेरेर मजा लिन सक्नुहुनेछ। एकदमै राम्रो राम्रो आकृतिहरू विभिन्न देशका कलाकार मूर्तिकारहरूले चाहिँ बनाउनु भएको हो। यहाँ नामहरू पनि सबै लेखिएको छ, कसले बनाएको हो भनेर। बालुवाको मात्र चाहिँ महल बनाउन नसकिने रहेछ, तर बालुवालाई चाहिँ प्रयोग गरेर हेर्नुहोस् त। महल पनि बन्ने, विभिन्न किसिमका मूर्तिहरू पनि बन्ने, नबन्ने त केही रहेनछ होइन। प्रयोग गर्न जाने भने हर चिजको चाहिँ विभिन्न किसिमले प्रयोग गरेर कमाउन सकिने, पर्यटकहरूलाई लोभ्याउन सक्ने चाहिँ हुँदो रहेछ। कोरियामा फुल फेस्टिभल, फ्लावर फेस्टिभल भनेर राखेको हुन्छ। मान्छेहरू एकदमै धेरै अवलोकन गर्न आउँछन्। अब बालुवाको थुप्रोमा बालुवाहरूलाई विभिन्न किसिमका यस्तो आर्टहरू बनायो, मूर्तिहरू, चित्रहरू कोर्यो र त्यहीँ मान्छे पर्यटकहरूको भिड आउँछ। त्यो भएपछि व्यापार व्यवसायहरू बढ्ने भयो। हेर्नुहोस् त, मान्छेको सोच विचार यो चाहिँ सबैले सिक्नुपर्ने। अब जे छ त्यसलाई चाहिँ प्रयोग गर्न सक्यो भने, प्रयोग नहुने कुरा चाहिँ केही रहन्छ, नचाहिने कुरा, नचाहिने चिज भन्ने केही छैन। हर चिजको चाहिँ सही सदुपयोग गर्न सकियो भने हामी राम्रोसँग अगाडि बढ्न सक्ने रहेछौँ, कमाउन सक्ने रहेछौँ। तर हामी चाहिँ त्यो सम्बन्धी ध्यान छैन, ज्ञान पनि छैन, सोच पनि छैन होइन। त्यो भएपछि हामी सधैँ पछि परिरहन्छौँ। विकसित देशहरूले, अरू देशहरूले आफूसँग भएको स्रोत साधनलाई प्रयोग गरेर लाखौँ करोडौँ पर्यटकहरू लोभ्याएर देशको आय स्रोत चाहिँ बढाइरहेका हुन्छन्। ल हेर्नुहोस् त, बालुवाको थुप्रो प्रयोग गर्न जानियो भने कस्तो कस्तो मूर्तिहरू बनेर, यस्तो राम्रो राम्रो पिक्चरहरू बनाएर चाहिँ पर्यटकहरूलाई एकदमै लोभ्याउन सकिने रहेछ। फेस्टिभल भन्ने राख्थ्यो। यहीँ कन्सर्टहरू पनि भइरहेको छ। कन्सर्टहरू एकदमै रमाइलोसँग मान्छेहरू थुप्रो आएका छन्। पर्यटकहरू आउँछन्, घुम्छन्, त्यहीँ खर्च गर्छन्। त्यो ठाउँको चाहिँ आय स्रोतहरू पनि बढ्छ, व्यापार व्यवसायहरू बढ्छ। हेर्नुहोस् त, यसरी प्रयोग गर्न सकियो भने चाहिँ हुने रहेछ।
हामी चाहिँ बालुवाको यो फेस्टिभल हुँदै सेन्ट फेस्टिभल चाहिँ हेरेर अब चाहिँ हामी घर फर्क्यौँ। घर फर्किन लाग्यो। एकदमै रमाइलो भयो। राम्रो राम्रो दृश्यहरू देख्न पाइयो बुसान हिउँदेमा। साँझको दृश्यहरू पनि एकदमै राम्रो। बालुवाको विभिन्न मूर्तिहरू हेरेर जस आनन्दसँग अब हामी घर फर्कनतिर लाग्यौँ। हस्, धन्यवाद। सबै हेरेर प्रतिक्रिया दिनुहोला।